तितेपाती भनेको बहुउपयोगी वनस्पति हो। यो बहुउपयोगी भन्दाखेरि यो तितेपाती भनेको हाम्रो स्वास्थ्यको लागि एकदमै राम्रो। हाम्रो संस्कार संस्कृतिमा पनि त्यो तितेपातीहरू धेरै प्रयोग गर्नु मिल्छ र गरिँदै आएको छ। जस्तै कि नेपालको जुन दसैँको फुलपाती, त्यो फुलपातीमा चाहिँ गोर्खाबाट चाहिँ जुन त्यो फुलपाती लिएर आउने भनेको त्यो तितेपाती नै लिएर आउने हो। र तितेपाती स्वास्थ्यको कुरा गर्ने हो भनेदेखि चाहिँ यो तितेपातीले चाहिँ क्यान्सर समेतलाई निको पार्छ भन्ने कुराहरू चाहिँ चाइनाको रिसर्चबाट देखाइरहेको छ भने अहिले विश्वमा चाहिँ तितेपातीको धेरै प्रयोगहरू भइरहेको छ। यो रोगको कुरा गर्ने हो भनेदेखि चाहिँ मलेरिया जुन औलो रोगको औषधि चाहिँ तितेपातीभन्दा बाहेक अर्को छैन। र त्यस्तै तितेपातीले कुनै पनि दुखाइहरूलाई बिना साइड इफेक्ट चाहिँ निको पार्छ, दुखाइ कम गर्छ भनेदेखि चाहिँ यसले चाहिँ ज्वरोदेखि लिएर असाध्य रोगहरू जस्तै कि मुटु कलेजोहरूमा प्रब्लम परेकोहरूलाई पनि यसले राम्रो गर्छ। र नेपालमा अहिले महामारी रूपमा देखिरहेको यो डायबिटिज, प्रेसर, यो रोगलाई पनि तितेपाती प्रयोग गर्यो भनेदेखि चाहिँ यसले बिस्तारै यसलाई घटाउँदै नर्मल गरिदिन्छ र शरीरलाई एकदमै राम्रो गर्छ। र अर्को कुरा भनेको तितेपातीमा चाहिँ साइड इफेक्ट नहुने भएको कारणले गर्दाखेरि यो चाहिँ नियमित रूपमा प्रयोग गर्न सकिन्छ। जस्तै यो औषधिको रूपमा प्रयोग गरिन्छ सकिन्छ भन्दाखेरि चाहिँ यो खाद्य तत्त्वको रूपमा पनि प्रयोग गर्न सकिन्छ। र हाम्रो घर गाउँमा उम्रिएको तितेपातीलाई यो चिया खानुको सट्टा, चियामा चाहिँ निकोटिन हुने भएको कारणले गर्दाखेरि चिया खानु र चुरोट खानुमा खासै फरक हुँदैन। र त्यसको सट्टामा तितेपाती चिया खानुभयो भने शरीरलाई हेल्दी वेल्दी गर्छ र ब्लड प्युरिफाई गर्छ र शरीरमा भएका सम्पूर्ण टक्सिनहरू निकाल्छ। र त्यसले गरेर तितेपाती चाहिँ एकदमै खाद्यान्नको रूपमा पनि प्रयोग गर्न सकिन्छ। र संसारमा सबभन्दा महँगो चकलेटहरूमा पनि तितेपातीहरू मिसाइरहेको हुन्छ भने संसारमा सबभन्दा महँगो बियरहरूमा पनि तितेपातीहरू मिसाइरहेको हुन्छ। र यो तितेपातीलाई हामीले चाहिँ घरमा अचार जस्तै बनाएर खान पनि सकिन्छ र खाद्यान्नको रूपमा प्रयोग गर्न सकिन्छ भनेदेखि चाहिँ अब यसलाई चाहिँ तान्त्रिक हिसाबमा प्रयोग गर्दाखेरि यसलाई चाहिँ बिरामी निको पार्नलाई पनि हामीले प्रयोग गर्न सकिन्छ। जस्तै कि कुनै बिरामीलाई चाहिँ अनआइडेन्टिफाई अथवा चाहिँ इन्भिजिबल प्रब्लमहरू पर्यो भनेदेखि चाहिँ तितेपातीको बास्ना सुँघायो भनेदेखि त्यसले चाहिँ त्यो मान्छेलाई एकदम हेल्दी वेल्दी बनाउँछ। र तितेपाती जहाँ छ त्यहाँ चाहिँ भूतप्रेतहरू नहुने भएको कारणले गर्दाखेरि यो तितेपाती घरमा रोपेर राख्नु भयो भनेदेखि चाहिँ घरलाई एकदम स्वस्थ राम्रो गर्छ र घरमा चाहिँ वायु दोषहरूलाई घटाउँछ। र अर्को कुरा भनेको तितेपातीले यो वातावरणमा भएको यो टक्सिसिटीहरूलाई उसले तानेर आफ्नो खानेकुरा बनाउँछ भनेदेखि चाहिँ संसारमा अहिलेसम्म सबभन्दा धेरै अक्सिजन फाल्ने प्लान्ट्स भनेको तितेपाती हो। तितेपातीले चाहिँ 98% अक्सिजन फाल्छ। यो चाहिँ इन्डियाको रिसर्चले देखाएको कुरा हो। र त्यस्तै तितेपाती हाम्रो संस्कार संस्कृतिहरूमा पनि धेरै प्रयोग गरिरहेको छ। जस्तै कि अहिले चाहिँ अलिक कम भयो, पहिले यो तीजमा महिलाहरू चाहिँ यो तितेपातीले चाहिँ शरीर नुहाउँछ र तितेपातीले शरीर नुहाउँदाखेरि शरीर गनाउने र शरीरमा भएका ब्याक्टेरिया भाइरसहरूलाई पनि यसले चाहिँ निर्मूल पार्छ। र छालाको लागि त एकदमै यो वरदानै हो, छालालाई एकदमै राम्रो गर्छ। र त्यही भएर अहिले चाहिँ जुन राम्रो क्रिमहरूमा पनि यो तितेपातीको तेलहरू मिसाउने गरिरहेको छ। र यो तितेपाती भनेको एकदमै महत्त्वपूर्ण वनस्पति हो। हाम्रो देशमा चाहिँ 65% भूभागमा तितेपाती पाउँछ भन्छ। र हाम्रो देशमा चाहिँ यसको महत्त्व नबुझेर हामीले चाहिँ यसलाई चाहिँ राम्रो उपयोग गर्न सकिरहेको छैन। म केही विदेशी उदाहरणहरू दिन्छौँ। जस्तै चाइनामा यो अकुपञ्चर गर्दाखेरि अकुपञ्चरको सियोमाथि बाल्ने त्यो तितेपाती नै हो, त्यसलाई चाहिँ मोक्जा भन्छ। जस्तै युरोप अमेरिकातिर गयो भनेदेखि चाहिँ मोक्जा थेरापी भनेर तितेपातीद्वारा नै थेरापीहरू गरिन्छ।
र कोरियाको कुरा गर्ने हो भने कोरियनहरूले त यो तितेपाते खानेकुरामै मिसाएर खान्छ, जस्तै सुपहरूमा राखेर खान्छ भनेदेखि चाहिँ यो खानेकुरा खाँदाखेरि पनि यो सलादको रूपमा खान्छ। र तितेपाती कोरियन अनुसार तितेपाती खायो भने स्पेसल्ली महिलाहरूलाई एकदमै राम्रो हुने, जस्तै कि माइग्रेन जस्तो टाउको दुख्ने समस्या निको पार्छ भने, र युटरस अथवा पाठ्यघरको समस्याहरू चाहिँ यसले समाधान गर्छ, र यसले पिसाब सम्बन्धी रोगलाई चाहिँ निर्मूल गर्छ भनेदेखि चाहिँ जस्तै महिनावारी बिग्रियो भने यो प्रयोग गर्यो भने कहिले पनि महिनावारी बिग्रिँदैन, र यसले नियमित गर्छ र पाठ्यघरलाई बलियो गर्छ भनेर धेरै नै कोरियामा चाहिँ प्रयोग गर्ने चलन छ। र त्यस्तै यो मोक्जा थेरापी भनेको यो एकदम शरीर दुख्ने, ढाड दुख्ने, ज्वाइनहरू दुख्ने, हड्डी दुख्ने, नसा दुख्ने, र त्यो ठाउँमा तितेपातीहरूलाई चाहिँ यो जुन पोको बनाएर बाफले चाहिँ तताएर सेकाउने चलन छ, र तितेपातीको तेल पनि मालिस गर्ने चलन छ। यसले गर्दाखेरि हाम्रो दुखाइ कम गर्छ, र दुखाइहरूलाई चाहिँ कम मात्र होइन यसले निर्मूलै पार्छ। र यता मोडर्न मेडिसिनमा जाने हो भने तितेपातीले मोडर्न मेडिसिनमा जाने हो भनेदेखि जुन त्यो दुखाइ निको गर्ने पेन किलर औषधिहरूले मुटु कलेजो नै समात्छ, र यो तितेपाती प्रयोग गर्यो भनेदेखि चाहिँ कुनै पनि साइड इफेक्ट छैन, र यसले चाहिँ धेरै राम्रो दुखाइहरू, नसाको समस्याहरू, हड्डीको समस्याहरूलाई यसले निर्मूल पार्छ। र त्यस्तै ग्यास्ट्रिक भयो, यो अपचहरू भयो, यिनीहरूलाई पनि यो तितेपाती चाहिँ प्रयोग गर्नुभयो भने त्यो कहिले पनि त्यो ग्यास्ट्रिक अपचको समस्या हुँदैन भने पाचन प्रणालीलाई एकदमै बलियो गर्छ। र तितेपाती आयुर्वेदिकमा त यो उल्लेख छ कि यो मुटु र कलेजोको टनिकै हो भन्छ, र कलेजोले नै हाम्रो लिभरले नै हाम्रो शरीरलाई चाहिँ चलाउने भएको कारणले गर्दाखेरि जबसम्म हाम्रो लिभर राम्रो हुन्छ तबसम्म हामीलाई चाहिँ रोग लाग्दैन। लिभर कमजोर भयो भने हामीलाई विभिन्न शारीरिक समस्याहरू देख्छ। त्यसकारण चाहिँ यसलाई चाहिँ नियमित रूपमा प्रयोग गर्दा एकदमै राम्रो हुन्छ। र हामी कल्चरमा जाने हो भनेदेखि चाहिँ यो सबभन्दा धेरै यो किराँतहरू, राई लिम्बूहरूले यो प्रयोग गर्ने भएको कारणले गर्दाखेरि ब्रिटिसहरूले यो प्लान्ट्सलाई चाहिँ किराँती प्लान्ट्स भनेर भन्छ, र उहाँहरूको जन्मेदेखि मरेसम्म तितेपाती नभइकन कुनै पनि संस्कार संस्कृति चाहिँ चल्दैन। र त्यस्तै नेपालको कुरा गर्ने हो भनेदेखि चाहिँ यो विभिन्न जातहरूमा यो तितेपाती अत्यधिक आफ्नो सांस्कृतिक कार्यक्रमहरूमा प्रयोग गरेको पाइन्छ, र त्यही अनुसार त्यसको महत्त्व बुझ्दै हामीले तितेपाती प्रयोग गर्ने हो भनेदेखि चाहिँ हामीलाई चाहिँ कुनै पनि रोग लाग्दैन। जस्तै रुगाखोकी लाग्दाखेरि पनि अब सुरुमा चाहिँ यसलाई प्रयोग गर्यो भने रुगाखोकी नै लाग्दैन, र लागे पनि यो तितेपातीको बास्ना मात्र सुनिए पनि अथवा एक दुई पत्ता चपाएर खाइदियो भनेदेखि चाहिँ यो रुगाखोकी तुरन्तै निको पारिदिन्छ। र यो तितेपातीले चाहिँ हाम्रो शरीरको सर्वाङ्ग स्वास्थ्यलाई चाहिँ राम्रो गर्ने भएको कारणले गर्दाखेरि यो तितेपाती चाहिँ हामीले नियमित रूपमा प्रयोग गर्नुभयो भनेदेखि चाहिँ हामी पहिलो कुरा रोगी नै हुँदैन, र रोगी नभएर शरीर एकदम हेल्दी वेल्दी हुन्छ। नेपालको तितेपाती संसारमा सबभन्दा उत्कृष्ट तितेपाती हो, किनभने मैले चाहिँ यो तितेपातीलाई मैले क्यानाडामा लगेर यसको ल्याब टेस्ट गराएको थिएँ, र ल्याब टेस्टमा चाहिँ वर्ल्डको सबभन्दा एक्सिलेन्ट, सबभन्दा राम्रो भनेर त्यसको रिपोर्ट नै मलाई दिएको छ, र त्यसको सर्टिफिकेट नै मसँग छ। त्यसैले हामी नेपालीहरूले एकदम बुझेर हामीले तितेपाती नियमित रूपमा प्रयोग गर्ने हो भनेदेखि चाहिँ अहिले जुन बजारमा देखिरहेका सम्पूर्ण यो रोगहरू अथवा चाहिँ यो बनाइएका रोगहरूबाट हामी बच्न सक्छौँ, र शरीरलाई धेरै राम्रो गर्न सक्छौँ, र हाम्रो शरीर पनि एक किसिमको यो धनै भएको कारणले गर्दाखेरि यो तितेपातीले हामीलाई चाहिँ एकदमै समृद्धि बनाउन सक्छ। र म केही देशको उदाहरण दिन्छु। जापानमा यो तितेपातीको साबुन बनाउँछ, जुन संसारमा सबभन्दा महँगो साबुनमा पर्छ। त्यस्तै जापानमा यो तितेपातीको धुप बनाउँछ, त्यो संसारमा सबभन्दा महँगो धुपको रूपमा प्रयोग गरिन्छ। त्यसकारण चाहिँ तितेपातीलाई हामीले जानेर बुझेर नियमित प्रयोग गर्नुभयो भने हाम्रो स्वास्थ्यमा राम्रो, हाम्रो संस्कार संस्कृति पनि बचिने,
र यसबाट धेरै आम्दानी पनि गर्न सक्ने भएको कारणले गर्दाखेरि तितेपातीलाई संरक्षण गरेर हाम्रो देशलाई अथवा चाहिँ व्यक्तिहरू समृद्धि बन्न सक्छौँ भन्ने म चाहिँ यसको चाहिँ सन्देशहरू दिन चाहन्छु।